सम्पूर्णमा नमस्कार। म दिनेश प्रसाद भट्ट र यहाँहरूलाई हार्दिक स्वागत पनि गर्न चाहन्छु। आज नववर्ष चाहिँ नि प्रारम्भ भएको छ। 2082 साल 1 महिनाको 1 गते अर्थात् वैशाख महिनाको 1 गते सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, राजनीतिज्ञ, वकिल, डाक्टर, इन्जिनियर, किसान, पाइलट लगायत स्वदेश तथा विदेशमा रहनुहुने आम नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, उत्तरोत्तर प्रगतिको कामना सहित यहाँहरूलाई शुभकामना पनि टक्र्याउन चाहन्छु। सबभन्दा पहिले त 2081 सालमा यहाँहरूका नबनेका कामहरू अर्थात् अधुरा कामहरू, यहाँहरूले सोचेका त्यो सपनाहरू चाहिँ यो नयाँ वर्षमा चाहिँ नि सफल हुन्। अर्थात् यहाँहरूको शैक्षिक प्रगति, भौतिक प्रगति र यहाँहरूको हरेक प्रगति होस्। यहाँहरूको जीवनमा चाहिँ नि उमङ्ग आओस्। जहाँ हुनुहुन्छ स्वस्थ रहनुहोला अनि सँगसँगै आफ्नो काममा व्यस्त रहनुहोला र आफ्नो कामलाई जुन काम यहाँहरूले गरिराख्नु भएको छ सानो ठुलो नभनिकन आफ्नो कर्ममा चाहिँ नि यहाँहरूले विशेष ध्यान दिनुहोला। किनभनेपछि हामीले जुन कर्म गरिराखेका हुन्छौँ त्यसले नै हाम्रो मनुष्य चोलाको भाग्य निर्धारण गर्ने गर्दछ। यदि हामीले कुनै पनि काम गरेनौँ भनेपछि हामी त्यत्तिकै दैनिक दिन प्रतिदिन चाहिँ नि त्यत्तिकै आफ्ना दिनहरू यदि बिताइराखेका छौँ भने त्यो अवस्थामा हाम्रो प्रगति चाहिँ नि कदापि पनि हुँदैन। त्यही भएर आफ्नो कामलाई ठुलो सानो नभनिकन थप त्यसमा हर्ष उल्लासका साथ मेहनत गर्दै प्रत्येक दिन यहाँहरूले केही न केही चाहिँ नि नयाँ काम गर्दै चाहिँ नि अगाडि बढ्दै जानु होला। र विशेष गरेर यहाँहरूको यो साल एकदमै उत्साहजनक बितोस्। सम्पूर्ण हाम्रा युट्युबका सब्सक्राइबर मित्रहरूलाई पनि म यो शुभकामना दिन चाहन्छु। यहाँहरूको पनि उत्तरोत्तर प्रगति होस्। यो कामना सहित यहाँहरूको चाहिँ नि यो 2082 सालमा एकदमै यहाँहरूको नसोचेको चाहिँ नि प्रगति होस्। जीवनमा केही न केही यहाँहरू पनि बनेको सुनेको मैले देख्न पाऊँ अर्थात् हेर्न पाऊँ। र सँगसँगै यहाँहरू को कुन ठाउँबाट अर्थात् को कुन देशबाट र को कुन जिल्लाबाट हुनुहुन्छ त्यो चाहिँ नि कमेन्ट बक्समा अवश्य पनि लेख्न नबिर्सनु होला। त्यसलाई चाहिँ नि लेखिदिनु होला। यति बेला देश नेपाल गम्भीर अस्थिरतातिर पनि रहेको छ। सबैजनाले सत्कर्म गर्नुहोला, सत्यको पक्षमा चाहिँ नि आवाज उठाउनु होला। सदैव सत्कर्म सबैको भलो हुने कार्य गर्नुहोला भन्दै फेरि पनि यहाँहरूलाई नयाँ वर्ष 2082 सालको लाखौं लाख अर्थात् अनगन्ती शुभकामना दिँदै म आजका लागि भने म दिनेश प्रसाद भट्ट पनि यहाँहरूको माझबाट बिदा हुने अनुमति चाहन्छु। हस्त, नमस्कार, शुभरात्रि।